भयो मासुको आजा later my little child 같이 먹자 즐거운 이 시간 Let's feast and dance it's all so fine 민나들 다 배고파 시간 You and talking having a bite 먹방거리 진짜 맛있어 갈락지치 시야와세 납득이 together नमस्ते हाई वेलकम ब्याक टु माई च्यानल आज हामीसँग सिम्पल खाना छ आज हामीसँग यहाँ दाल अनि भात छ मलाई चाहिँ एउटा कमेन्ट आएको थियो दाल भात खानु भनेर त्यही भएर मैले चाहिँ आज हामीसँग यहाँ दाल अनि यो भात त्यसपछि हामी दाल भातसँग खानलाई चाहिँ हामीसँग यो मासु पनि छ मासु चिकनको मासु अनि यो ग्रेभीहरू यहाँ र यसमा छ यसमा चाहिँ अलिकति देखाउनलाई राखेको यो चाहिँ पुग्दैन भनेर यहाँ राखेको छ अनि यो चिकन पनि अलिकति फ्राई गरेको छ क्रिस्पी फ्राई गरे होला त्यसपछि हामीसँग यो भात पुग्दैन भनेर यहाँ भात चुक्दैछ अनि हामीसँग यहाँ आलु फ्राई गरेको आलु छ त्यसपछि यहाँ चाहिँ यो बिहानको आलु तरकारी छ अनि हामीसँग यहाँ अचार छ यता यहाँ साइडमा अनि यो चाहिँ नि पापडहरू आज हामी है सबै खान गइरहेका छौँ यदि तपाईँलाई यो भिडियो मनपर्छ भने लाइक गर्नु नभुल्नु होला यदि तपाईँले मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला त्यसै पनि अब यो भिडियो सुरु गरौँ लेट्स स्टार्ट यो सुरुजन गरिहाल्नु भयो साइडमा पुरै कुकुरहरू कराइरहेछ क्या सुरुमा यहाँको पापड चाहिँ चकाउनु भयो पापड भिज्यो भने चाहिँ मिठो हुँदैन क्या अनि यो चिकनको मासु फ्राई गरेको चिकन मासु हल्का साइडमा राख्नुभयो किनकि फ्राई गरेको चिकनको मासु र भात मिक्स गर्नु भएन त्यसपछि यो यहाँ अलिकति पाल पारिदिउँ ल घिउ पनि हाल्नुपर्ने दाल ओइ यो दाल दालसँग खाँदा यो अचार चाहिँ मिठो छ क्या यसमा यो अचार बनाउँदा तिल अनि त्यो मेथी गोडल अचार गोडबेला अनि त्यसपछि त्यो हालेको छ क्या के भन्छ बदम अनि टिमुर हालेको छ अनि सही मिठो छ पिरो प्लस टिमुरको हल्का हुन्छ क्या तड्काउँछ तड्का भने अब हल्का स्वाद क्या सही मिठो दाल मासुको मासु चाहिँ स्वयं आज
मासु पापड पापड खसे तरकारी फ्राइड चिकन हल्का क्रिस्पी चाहिँ भान्ने छ अघिसम्म तातो जाने क्या क्रिस्पी भएको थियो क्रिस्पी हल्का हल्का मात्रै छ क्या ब्रेड क्रमहरू त्यस्तो नहालेको भएर हल्का कुनकुन नआएको भएर फ्राइड चिकन चाहिँ हल्का लास्टै उयो भयो सुक्खा भयो तातो भएर क्या मिठो हुन्थ्यो मिठो त छ तर भित्र हल्का जुसी चाहिँ पुगेन जुस चाहिँ पुगेन यसमा चाहिँ अलिकति छ त्योभन्दा पहिलाको माछा नि पुऱ्यो क्या त्यो ब्रिस्टको पार्ट भएर होला दाल दाल राख्दा अचार चट्टा
दालसँग जहिले पनि दालसँग भात खाँदा चाहिँ अचार चाहिँ जहिले चाहिन्छ। यो अचार के अन्डा त खानै पर्छ। दाल र भातको साथी हो क्या, कि अन्डा कि अचार। फेरि के सामान आयो, बिग्रेको लाइट आउँदैछ। आजकल त धेरै पनि खान नसक्ने जस्तो हुन्छ त। ए मासु झन् ग्रेभीवाला चाहिँ क्या, यसमा चाहिँ मजाले क्या रस पनि पाइन्छ सकिन्छ। यति नै सकौँ अब। हल्का मेथी, अब यति नै गर्नु पर्यो मासु। Last piece. मुखबाट निस्क्यो। आजको लागि यति नै। अर्को पालि यस्तै भिडियो ल्याउनेछु। त्यतिखेरलाईसम्म बाई बाई, टाटा।